तपाईको परिचय भयो? समुदाय मेरो नाम पदम सुवेदी हो। मेरो घर प्युठान तिरान माण्डवी गाउँपालिका वडा नम्बर 2 राइपल हो। हजुर। मैले चेन्नईमा काम गर्थेँ। वहाँबाट एउटा बिहारीले लिएर आएर यो मेजेस्टिक भन्ने ठाउँमा यहीँका दुईजना अरू मान्छे बोलाएर मेरो पुरा चोरी गरेर भागिदियो। 32,000 को मोबाइल, 9,875 पैसा, झोला सब चोरेर भागिदियो। अनि म 3 दिनदेखि यहाँ यो बेङ्गलोरमा तडपिरहेको छु। काम खोज्दै हिँडेँ, कहीँ काम पाइनँ, कसैले देइन। अब केही उपाय नलाएर मैले आज हाम्रो एकजना दाइलाई भेटेको थिएँ, नेपाली दाइलाई। अनि उहाँलाई भने दाइ यस्तो यस्तो समस्या पर्यो, मलाई यहाँबाट चेन्नई रिटर्न पठाइदिनु पर्यो भनेपछि उहाँले यहाँ लिएर लो भाइ नुहाउन दिन्छु, तिमीलाई कपडा पनि दिन्छु, तिमीलाई सब भाडा सारा व्यवस्था गरेर म पठाइदिन्छु भनेर उहाँहरूले मेरो सहयोग गर्नुभएको छ होइन। र आइन्दादेखि दाजु यो बिहारीहरूको यिनीहरूको कहिले भरोसा नगर्नुला। त्यो बिहारीले के भनेर ल्याएको थियो चेन्नईबाट यता? के भन्थ्यो आउने बेलामा? के भन्थ्यो? उसले भन्यो बेङ्गलोर गएछ भने 50-60 हजार कमाइ हुन्छ। मेरो उही महिनाको 35,000 रुपियाँ स्यालेरी थियो। म पनि होटेलको कुक हुँ होइन। खालि तिमीलाई लुट्नका लागि मात्रै ल्याएको रहेछ होइन? त्यसो भएपछि त्यसको नियत नै त्यही रहेछ। अब लिएर त्यहाँ यहीँका 2जना लोकल बोलाएर सब मिलेर 3जना मिलेर म पनि लड्ने कोसिस त गरेँ। अब जब चक्कु निकाल्यो त्यहाँपछि म लड्न सकिनँ। सकिँदैन, अब लुट्नेहरूको त प्लान हुन्छ, त्यो लड्न त सकिँदैन। म लडेन, जे लग्ने लग भाइ भनेर छोडिदिएँ सबै। अनि अब तपाईँ चाहिँ यहाँबाट चेन्नई जाने चाहनुहुन्छ होइन? चेन्नई जान चाहन्छु। तपाईँलाई यहाँबाट चेन्नई जानुको भाडा व्यवस्थापन सबै गरिदिनु पर्यो। हजुर, चेन्नई नै जान्छौ नि पक्कै? चेन्नई नै जान्छु त, झुट बोलेको होइन सर। तपाईँले मलाई कहिले बेङ्गलोरमा यो अवस्थामा देख्नु? नै तपाईँको भिडियो पनि बनायौँ हामीले सबै। अरू यो भिडियो यसका लागि बनायो कि अरू साथीहरू पनि अलिकति सचेत रहन्। हमेसा कहिले पनि बिहारीसँग दोस्ती गरे पनि उनीहरूको भरोसामा कहीँ नगइदिनु होला, नत्र पनि मेरो जस्तो हालत हुन्छ। आज हेर्नु मेरो हालत, यो 3 दिन यो बेङ्गलोरमा हिँडिने मेरो खुट्टाको पैताला फुटेर कस्तो भएको भन्ने मलाई थाहा छ। त्यही भएर कहिले पनि कसैको भरोसा नगर्नु। ल अब तपाईँ चिन्ता नगर्नुहोस् होइन, हामी तपाईँको व्यवस्थापन गर्छौँ। र अरू साथीहरूलाई पनि अब यसरी चाहिँ कसैको लहलैमा लागेर आफ्नो लागेको काम छोड्न अथवा यताउता नजान भनेर होइन, त्यही भन्न चाहनुहुन्छ नि? आइन्दादेखि यस्तो नगर्नु। आफ्नो जहाँ नोकरी छ त्यही नोकरी प्यारो मानेर गर्नु। अरूको लैलैमा यहाँ यति मिल्छ उति मिल्छ भनेर तिनीहरूको सङ्गतमा कहिले पनि नहिँड्नुला। आज हिँड्नाले आज मेरो यो हालत भयो। महिनामा त्यत्रो 35,000 कमाउने मान्छे आज 275 को लागि तडपिन पर्यो। ठिक छ भाइ, ठिक छ। हामी भेटिनु भयो र हामी चाहिँ तपाईँको चेन्नईसम्म पुग्ने व्यवस्थापन गरिदिन्छौँ होइन, तपाईँलाई खाना नास्ता खुवाएर नुहाइ धुवाइ गराएर। तर साथीहरू अब कोही पनि यस्तै छ, अब यो बेङ्गलोरमा अथवा जहाँ पनि अब कसै साथीभाइको लहलैमा लाग्यो भनेपछि मान्छे लुटेरहरू छन्। नेपालीलाई पनि लुट्ने खालका पनि छन्। र यी भाइ जस्तै कतिपय भाइहरू कस्ता पनि छन् भनेपछि अनेक बाहना बनाउने, त्यसपछि फेरि अलिकति उ गर्ने, आफ्नो खर्च चलाउनेहरू पनि छन्। तर यो भाइको वास्तविकता बुझ्दाखेरि हामी 1-2 घन्टादेखि चाहिँ यो भाइसँगै भएर उहाँको चाहिँ त्यस्तो अवस्था चाहिँ उहाँ रियल्लीमा चाहिँ एकदमै समस्यामा हुनुहुन्छ जस्तो लाग्छ। र उहाँलाई हामी व्यवस्थापन सबै गर्छौँ। तर सबै यो भिडियो हेर्नुहुने सबैले चाहिँ आफ्नो सजगता अपनाउनु होला, आफू चाहिँ एकदम क्लियर हुनु होला, आफ्नो केयर गर्नु होला। हस् भाइ, धन्यवाद तिमीलाई। ल अब मजाले चाहिँ तिमी नुहाइ धुवाइ गर, अब खाना खाएर तपाईँको अब यहाँ ट्रेन कतिखेर जान्छ तिमीलाई चाहिँ पठाइदिन्छु। हस् ल अब खुसी हुनु, अब टेन्सन छैन। ल टेन्सन मान्नु पर्दैन, त्यो सानो समस्या हो, कुनै ठुलो समस्या होइन। तिमीलाई खालि यहाँबाट चेन्नई पठाउनु मात्रै हो, त्यो सानो समस्या हो। तर आफ्नो चाहिँ अब घरमा फ्यामिली भएको मान्छे, काम गर्न आएको मान्छे, आफ्नो चाहिँ केयर गर्नु होला है, कसैको लहलैमा नलाग्नु। यो परदेशमा के हुन्छ भने कसैको पनि भरोसा पुरा गर्नु हुँदैन क्या। फुल भरोसा गरिहाल्यो भने त मान्छे अब के यस्तै हुन्छ नि हालत होइन। त्यस कारणले धेरै भरोसा गर्नु हुँदैन, आफ्नो काममा बिजी हुनु पऱ्यो, फोकस गर्नु। हस् ल धन्यवाद।